आज नयाँ वर्ष मनाउन भक्तपुरमा रहेको घ्याम्पे डाँडामा पुग्दा भयो यस्तो। सो हेलो या नमस्ते साथीहरू, सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। फर्स्ट अफ अल ह्याप्पी न्यू इयर गाइज। हाम्रो गोदावरी जाने प्लान क्यान्सल भएर निक्कीहरू चाहिँ टिकटकमा बिजी थिए, सायद आज नयाँ लुगा पाएर होला। अब हामी लाग्छौँ पाइलेट बाबाको मन्दिरतिर। हामी मान्छे 3 जना, बाइक 2टा भएकाले तिनी पूजा एउटा बाइकमा अनि निक्की बेबी र म एउटा बाइकमा। आज यहाँको मौसम घुम्नको लागि बेस्ट छ कि साथीहरू, अनि हामी पनि धुलो उडाउँदै बाइक उडाउँदै रमाइलो गर्दै गइरहेका छौँ। अब फेरि हाम्रो एउटा अर्को प्लान थप्यो, खानको लागि केही खानेकुरा किन्ने भनेर बाटोमै किन्न थाल्यौँ। अक्सिजन खाँदै मनमा पिस लिँदै हामी पुग्यौँ। पुग्ने बित्तिकै चटपटेको बास्नाले हामीलाई तानिहाल्यो। वास्तवमा हामीहरू चाहिँ पाइलेट बाबाको मन्दिर भन्ने ठाउँ जान लाग्यो कि बाटो नै भुलेर घ्याम्पे डाँडा पुग्यौँ। एकछिन फोटासोटा खिचेर हामी लाग्यौँ है त। त्यसपछि हामी फेरि नास्ता खानुको लागि एउटा क्याफे भित्र गयौँ। हाम्रो नास्तामा चाहिँ ससेज, चिकन चिल्ली, चिकन स्टिम। मेरो मितिनी चाहिँ ग्वाम खाँदैछिन् है त। मलाई नि खाने मन लागेर मोमो ट्याक्कै चटनीमा हालेर खाए है त। एकछिनमा हाम्रो चाउमिन पनि आइपुग्छ, तर त्यतिन्जेल हामी सबजना टन्न भइसकेका थियौँ। हामी घर जान लागेको कि साथीहरू, क्याफे एकदम राम्रो थियो। चाहिँ हामी सबजना आफ्नो घर लागेको है त। हाम्रो न्यू इयर यस्तै भयो। हजुरको कस्तो भयो कमेन्ट गर्नुहोस् है त। सबैजनालाई धन्यवाद मेरो फुल भिडियो हेरेकोमा।